What's up guys, welcome back to my YouTube channel Gopal Rai Vlogs guys. अहिले चाहिँ म एकदमै हैन जंगल भित्र छु हैन। आजको भ्लगमा चाहिँ विशेष म तपाईहरुलाई यहाँको ठाउँहरु चाहिँ देखाउने छु गाइस है। सो तपाईहरु मज्जाले भिडियो हेरेर इन्जोय लिनु होला भन्न चाहन्छु। फाइनल गाइस म चाहिँ जंगलको एरियामा आइसकेको छु हैन। आज चाहिँ हैन टक्क म तपाईहरुलाई चाहिँ यहाँको जंगल एरिया घुमाउने छु है। सो अनि मैले चाहिँ यो स्टेबलाइजेसनको लागि चाहिँ गिम्बल युज गरिरहेको छु। गिम्बल चाहिँ अब त्यति राम्रो छैन, एकदम धेरै साउन्ड आउँछ है। र यो चाहिँ एकदम सस्तो खालको गिम्बल हो गाइस है। अनि अहिले चाहिँ म यस्तो ठाउँमा आएको छु गाइस है। अनि यहाँको विशेषताहरू भनेको चाहिँ खासै केही छैन हैन। यहाँको अचम्म लाग्दो कुराहरू चाहिँ यही हो हैन। यो तेलघारी हो पुरै। अनि यहाँ चाहिँ अब तेलहरू पाइन्छ हैन। अनि तपाईहरु प्लान्टेसनको काममा आउनु भयो भने चाहिँ यस्तो काम गर्नुपर्ने हुन्छ, डेन्जर हुन्छ। अनि यतातिर जो बस्न चट्टसँगले बसेर गफसफ गर्दै हैन, रमाइलो गफसफ गर्दै साथीहरुसँग बस्न खानको लागि चाहिँ ठाउँहरु एकदमै बवाल छ। यस्तो दामी छ गाइस है। यो चाहिँ एकदम बवाल छ है। यहाँ चाहिँ तपाईहरुले यसरी हेर्न सक्नुहुन्छ। अनि यता अगाडितिर कुखुरा पनि पाइन्छ है, जंगली कुखुरा। हामी चाहिँ च्याखुरा भन्छौं हैन। त्यस्तो नि यहाँ पाइन्छ गाइस है त। अहिले चाहिँ हामी यहाँको सबैभन्दा राम्रो ठाउँ र अचम्म लाग्ने ठाउँमा चाहिँ आइसकेको छौँ हैन। यहाँ चाहिँ यस्तो बवाल हुन्छ हैन। पुरै यहाँ तेलघारी छ। अनि यो तरिकाले चाहिँ यहाँ बस्दाखेरिमा हैन साथीहरुसँग आएर बस्दा चाहिँ निकै रमाइलो हुन्छ। अब आफू एक्लै आयो भने चाहिँ त्यस्तो मजा हुन्छ जस्तो लाग्दैन मलाई। किन भन्दाखेरि हैन म नि अहिले एक्लै इन्ट्री गरिरहेको छु यहाँ हैन। अनि यहाँको माहौल एकदमै राम्रो छ, हावा चलिरहेछ यसरी हैन। एकदम बवाल मजा आइरहेछ। अनि यहाँ चाहिँ विशेष भनेको तपाईहरुसँग चाहिँ म के कुराकानीहरु गर्न गइरहेको छु भने यहाँको एकदमै यो जंगल भित्रको विशेषता के रहेछ र यहाँ चाहिँ हामी कस्तो तरिकाले बसिरहेछौँ हैन। जंगलको बीचमा चाहिँ छ हाम्रो होस्टल हैन। अनि यो वरिपरि कस्तो खालको ठाउँ रहेछ हैन। यो कुराहरु चाहिँ म तपाईहरुलाई जानकारी दिइरहेको छु गाइस है। अनि हामी बसेको होस्टेल अगाडि चाहिँ यस्तो जंगलहरु छ। अनि यो जंगलमा पाउने भने आज अब धेरै सापहरु पाउँछ हैन, सर्पहरु अनि इत्यादि। अब यतातिर जोस अलिकति गाह्रो हुन्छ बस्नलाई चाहिँ, किन भन्दाखेरि यतातिर लामखुट्टेहरु पनि धेरै पाउँछ। अनि टोक्छ अलिक गाह्रो हुन्छ हैन। सो गाइस अहिले चाहिँ म हाल मलेसियामा छु हैन। आफ्नो देश छोडेर अर्काको देशतिर आएर पनि कमाइ धमाइ छैन हैन। सो एकदम यस्तै छ भन्नु पर्ला। सो एकदम बवाल मजा तरिकाले बसिया छ है। त्यही भए पनि यस्तै छ गाइस। सो आजको ड्रेस चाहिँ रेस्ट डे थियो मेरो। यस म चाहिँ फुल्ली इन्जोय गर्न खोजिरहेको छु भनौँ न। अब चाहिँ म तपाईहरुलाई यो जंगलको भित्रतिर लादैछु हैन। म चाहिँ यो साइडमा छिर्दैछु। यो साइडमा एकदम गजबले मजाले छिर्नेछु गाइस है। त्यस पछाडि कुराकानी गरौँला है त। अहिले चाहिँ म एकदमै हैन जंगल भित्र छु हैन। अनि यहाँको माहौल एकदमै राम्रो छ, हावा चलिरहेछ यसरी हैन। एकदम बवाल मजा आइरहेछ। अनि यहाँ चाहिँ विशेष भनेको तपाईहरुसँग चाहिँ म के कुराकानीहरु गर्न गइरहेको छु भने यहाँको एकदमै यो जंगल भित्रको विशेषता के रहेछ र यहाँ चाहिँ हामी कस्तो तरिकाले बसिरहेछौँ हैन। जंगलको बीचमा चाहिँ छ हाम्रो होस्टल हैन। अनि यो वरिपरि कस्तो खालको ठाउँ रहेछ हैन। यो कुराहरु चाहिँ म तपाईहरुलाई जानकारी दिइरहेको छु गाइस है। अनि हामी बसेको होस्टेल अगाडि चाहिँ यस्तो जंगलहरु छ। अनि यो जंगलमा पाउने भने आज अब धेरै सापहरु पाउँछ हैन, सर्पहरु अनि इत्यादि। अब यतातिर जोस अलिकति गाह्रो हुन्छ बस्नलाई चाहिँ, किन भन्दाखेरि यतातिर लामखुट्टेहरु पनि धेरै पाउँछ। अनि टोक्छ अलिक गाह्रो हुन्छ हैन। सो गाइस अहिले चाहिँ म हाल मलेसियामा छु हैन। आफ्नो देश छोडेर अर्काको देशतिर आएर पनि कमाइ धमाइ छैन हैन। सो एकदम यस्तै छ भन्नु पर्ला। सो एकदम बवाल मजा तरिकाले बसिया छ है। त्यही भए पनि यस्तै छ गाइस। सो आजको ड्रेस चाहिँ रेस्ट डे थियो मेरो। यस म चाहिँ फुल्ली इन्जोय गर्न खोजिरहेको छु भनौँ न। सो व्हाट्स अप गाइस, वेलकम ब्याक टु माई युट्युब चैनल गोपाल राई ब्लग्स गाइस। आज चाहिँ म तपाईहरुलाई मलेसियाको चाहिँ हामी बसेको होस्टल वरिपरिको चाहिँ एकदमै अचम्मको ठाउँहरु लिएर जाँदैछु हैन। भिडियो तपाईँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सुरुबाट अति छ र तपाईको प्रतिक्रिया दिन नभुल्नु होला। गोपाल राई ब्लग्सको भिडियो कस्तो लाग्दैछ तपाईहरुलाई कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला गाइस। अहिले चाहिँ म लाग्दैछु यता जंगलतर्फ सिंगल
एक्लै छु होइन, यतातिर जाँदैछु गाइज। सो तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो पक्कै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला गाइज है त। अनि मैले चाहिँ भ्लगको लागि चाहिँ यो वायरलेस माइक युज गरिरहेको छु होइन। तपाईँहरू पनि यो माइक युज गर्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला, म तपाईँहरूलाई यसको लिङ्क प्रोभाइड गर्नेछु गाइज है। सो अहिले चाहिँ यस्तै छ। अनि अब म चाहिँ अगाडि बढ्दैछु होइन। एकदमै अचम्म लाग्ने ठाउँहरू र यो भनौँ न जङ्गलको खासियत बताउन गइरहेको छु होइन। चाहिँ अब जङ्गलमा तेल गाडी छ, यहाँ चाहिँ एकदमै डेन्जर ठाउँहरू छ भनौँ न। एक राउन्ड घुमाएर लिएर आउनेछु है त गाइज। यस्तै छ। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। म पनि एकदम फिट एन्ड फाइन छु, परदेशमा भए पनि एकदम हाँसी खुसी बाँचेको छु है। म चाहिँ यता भित्र जाँदैछु। कस्तो लाग्दैछ गाइज, म चाहिँ तपाईँहरूलाई नयाँ ठाउँतिर प्रवेश गराउँदैछु। सो यतातिर एकदमै गोबर ठाउँहरू चाहिँ म तपाईँलाई देखाउने छु है त गाइज। सो अहिले चाहिँ म यतातिर लाग्दैछु गाइज। सो आजको लागि चाहिँ कस्तो हुन्छ होइन तपाईँहरूलाई म जानकारी गराउँदैछु गाइज। सो यस्तै छ। सो वाट्स अप गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल गोपाल राई ब्लग्स गाइज। आज चाहिँ म तपाईँहरूलाई मलेसियाको चाहिँ हामी बसेको होस्टल वरिपरिको चाहिँ एकदमै अचम्मको ठाउँहरू लिएर जाँदैछु होइन। भिडियो तपाईँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सुरुबाट अन्तिमसम्म भिडियो र तपाईँको प्रतिक्रिया दिन नभुल्नु होला। गोपाल राई ब्लग्सको भिडियो कस्तो लाग्दैछ तपाईँहरूलाई कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला गाइज। अहिले चाहिँ म लाग्दैछु यता जङ्गलतर्फ सिङ्गल एक्लै छु होइन, यतातिर जाँदैछु गाइज। सो तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो पक्कै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला गाइज है त। अनि मैले चाहिँ भ्लगको लागि चाहिँ यो वायरलेस माइक युज गरिरहेको छु होइन। तपाईँहरू पनि यो माइक युज गर्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्नु होला, म तपाईँहरूलाई यसको लिङ्क प्रोभाइड गर्नेछु गाइज है। सो अहिले चाहिँ यस्तै छ। अनि अब म चाहिँ अगाडि बढ्दैछु होइन। एकदमै अचम्म लाग्ने ठाउँहरू र यो भनौँ न जङ्गलको खासियत बताउन गइरहेको छु होइन। यहाँ चाहिँ अब जङ्गलमा तेल गाडी छ, यहाँ चाहिँ एकदमै डेन्जर ठाउँहरू छ भनौँ न। तपाईँहरूलाई म एक राउन्ड घुमाएर लिएर आउनेछु है त गाइज। यस्तै छ। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला होइन। म पनि एकदम फिट एन्ड फाइन छु, परदेशमा भए पनि एकदम हाँसी खुसी बाँचेको छु है। म चाहिँ यतातिर जाँदैछु। कस्तो लाग्दैछ गाइज, म चाहिँ तपाईँहरूलाई नयाँ ठाउँतिर प्रवेश गराउँदैछु। सो यतातिर एकदमै गोबर ठाउँहरू चाहिँ म तपाईँलाई देखाउने छु है त गाइज। सो अहिले चाहिँ म यतातिर लाग्दैछु गाइज। सो आजको भ्लग चाहिँ कस्तो हुन्छ होइन तपाईँहरूलाई म जानकारी गराउँदैछु गाइज।